ऊ डर लाग्दाखेरि मान्छे मोरे हाम भनेर म तपाईँलाई बचाइहाल्छु। अबे यस्तो त बच्दैन यार गजब यार डर लाग्दो कालो यता आऊ कि हुन्न ओ माई गड हेर्नुहोस् त गाइस ग्यासको सिलिन्डर यो खोला चाहिँ गाइस यो खोला चाहिँ यताडि हो होइन बाढी त्रिशुली नदी हो क्या यो यताडि बाढी आएर जान पर्ने यताडि कट्न पर्ने तर उताडि मर्सिङदी आएको कारणले गरेर जान पाएन नि त फेरि ब्याग भएर यता आइरह क्या डर लाग्यो यार यो पानीले यसलाई खोइ पो डर लाग्नु त भने अनि चुडे भने नि पुल छुवाके चुड्दैन नि त यहाँ बिचबाट सबै देखिन्छ क्या त्यो तपाईँ यहाँ कस्तो यस्तो हिँड्नु फालाफाल भैँसीले खा हेर त ग्यासको सिलिन्डर बिचरा यार भात पकाएर खान्छ भने यसमा चाहिँ त्यसलाई है नेटो आयो हेर त अनि यस्तोमा मान्छे कसरी बाँच्छ त यार त्यो त पुरै लेतो ए हेर त कत्रो कत्रो डुब्ले खा कालो यहाँ आएर न यताको आएर ग्यासको सिलिन्डर त कति धेरै छ यार यो सब भरि भरि है कति धेरै दर्शक मानिसहरू यो सबै भरि क्या छ मान्छेहरूको भिड चाहिँ फेरि त्यहाँनिर सामान झिक्नको लागि अत्याधिक भिड छ हेर नि त्यहाँ कति धेरै मान्छेहरूले सामान झिकिरहेको क्या है उता कुना कुनामा सबै मान्छेहरूले सामान झिकिरहेको त नि ग्यासको सिलिन्डर अनि मान्छे गयो भने फेरि त्यहाँ हुन्छ मलाई क्या माया लागेर है भैँसी बगाएर ल्याएको थिएँ नि त त्यो देखेर लास्टै माया लाग्यो क्या बिचराहरू मान्छेहरू कति बगा होला त है यस्तोमा त मान्छे र मुढा एउटै देखिरहेको क्या यो खोलामा त यार त्यस्तो भएको क्या अन्त नि पुरै भरि भरि ग्यासहरूले खायो पसलहरू बगायो क्या यो हेर त पुरै यति धेरै सामान छ कि मलाई त खै यो पुलै चुड जस्तो लागिरहेको क्या यो त पानी नै होइन यार पुरै हिलो माटो है ग्यासको सिलिन्डरहरू कति धेरै यार ए जाम उता जाम कालो जाम यो त खोलै होइन के ठुल्ठुलो भयो क्या खोला त जाम साँढे डर लाग्यो मलाई त्यही ठुलो भएको जस्तो लाग्यो खोला के हो नदौड नि डर लाग्यो यस्तो टेन्सन भयो ए भगवान् त्यहाँ हेर न त्यहाँ लाखौँको करोडौँको सम्पत्ति